छोरीको जन्म हरेको कर्म कहानी भन्छु मेरो सासु ससुर नन्द र लोगनी सोच्छन् खै दाइजो तेरो बिरामी हुँदनी पाइएन सुख मेलापात गर्नु पर्ने सासुको खटन नन्दको वचन सुनेर आँसु झर्ने नसाको सुरमा लग्नेको कोटै नाइलनको डोरीको राक्षस बस्ने घरमा बित्यो करमा छोरीको करमा छोरीको करमा छोरीको करमा छोरीको करमा छोरीको ओए सरे के वाक गर्दैछस् मरेको मान्छेको फोटो बोकेर वाक गरेर बस्दैछस् त हेर सरे तेरो आँखाले भित्रतिर बोलिरहेको के हो कुरो मलाई नढाँटी भन्छ तैँले जिउँदो मान्छेलाई फसाउँछ मरेको मान्छेको पेट बोकेको हो भनेर तँ सब गर्दैछस् अनि हाम्रो इज्जत फाल्न खोज्दैछस् के भएर वाक गरेको हो गाउँका सबैजना भेला भएर सिस्नो पानी लाएपछि थाहा हुन्छ काकी हामी सानो जातको पनि इज्जत हुन्छ नि त्यस्तो नगर्नु ल ठिक छ कसको पाप बोकेको हो भनेर केही दिनमा थाहा भइहाल्छ पेटमै लुकाएर लुक्ने कुरा होइन क्यारे
दिदी त्यो धेरै कमजोरी भएको जस्तो छ। म बजार गएर फलफुल किनेर ल्याइदिन्छु म तिमीलाई। पर्दैन भाइ, मलाई केही खानु मन छैन। पिर गरेर मात्र के हुन्छ त? जे हुन त भइसक्यो। अनि तैँले पिर नगर भनेर म पिर नगर्ने मान्छे हो? त्यसले पिर मात्रै लिएर बसिरहेको नि त। समस्याको समाधान हुन्छ। अनि म के गरौँ त? कहाँ जाऊँ म? मैले अघि नै भनेन म छु भनेर। भन्न त भन्छस् नि भाइ, तँ छस् भनेर। बुहारी कस्ती छ मलाई थाहा नभएको र? तेरो स्वास्नीको कारणले माइती जान सकेको छैन म। तैँले माया गरेर हुन्छ? अब तिमीलाई मैले जति सम्झाइ नै नहुने भई अब म के गरौँ त? मलाई केही गर्नु पर्दैन भाइ। माइतीले दिने माया र मेरो छोराले दिने माया, बुढाले दिने माया छुट्टै छुट्टै हुँदो रहेछ। तँलाई के थाहा यस्तो कुरा? तँलाई कहिले दुःख परेको छ? तँलाई मलाई जस्तो पीडा परेको छ? तँलाई परेको भए पो तैँले बुझ्छिस् के? थाहा छ दिदी, थाहा छ, मलाई राम्रोसँग थाहा छ। दाइले दिने माया अनि भेनाले दिने माया, मैले दिने माया छुट्टै हुन्छ नि मलाई पनि थाहा छ। पिर मात्रै लिएर हुन्छ त? कि मेरो छोरा बनेर त मैसँग बस्न सक्छस्? तँ बुहारी छोड्न सक्छस्? एक दिन चेलीबेटी गयो भने आँखा फुलाएर हेर्छ। एक छाक भात दिनलाई कति रिस गर्छ। त्यही पनि म त अर्कै जातसँग बिहे भएको मान्छे। मेरो संसार उजाड भइसक्यो भाइ। न मेरो माइती छ न त मेरो कोही। त्यस भए म चाहिँ को त? तँ त मेरो भाइ नै होस् नि। भाइ भनेको माइती होइन? भाइ भने चाहिँ के त? तँसँग म कुरा गरेर सक्दिनँ भाइ। कोसँग कुरा गर्छु त्यसको? अनि म के गरौँ त भन् त? भन्दैछु त म छु, जे हुनु त भइसक्यो भनिरहेको छु त मैले। तैँले माया गरेर के गर्नु भाइ? तैँले गरेको माया बुहारीले गरेको भए म पनि त तेरो साथमा हुन्थेँ नि। उसो भए तँ पनि मसँग बस, यही घरमा बस। जाने होइन मैले भन्दैछु। बुहारीले पनि यही लिएर आउने? तेरो साथी मान्नु पर्यो नि। मसँग बोल्न त मान्दिनन्। बिस्तारै बिस्तारै सबै कुरो ठिक भइहाल्छ नि। सबै कुरो एकैचोटि हुन्छ त? समस्या परेपछि त सबैले अब मान्नै पर्यो नि। आमा बुवा मरिसकेपछि तँलाई मैले कसरी हुर्काएँ भन्ने कुरा मलाई मात्रै थाहा छ क्या। तर बुहारी एकदम खराब निक्ली। अब के गर्नु त? मैले पनि उताको कुरा पनि मान्नै पर्यो। दिनभरि रोएर बस्ने होइन नि। आन्टी, तपाईँलाई धेरै गाह्रो भएको नर्भनेस। यसरी रोएर हुँदैन आन्टी, नर्भनेस। आन्टी, तपाईँ धेरै गल्नुभएको छ। म अलिकति गाउँले बनाउँछु, खानुहोस् है। आन्टी, म पनि तपाईँसँगै बस्छु है। आज तपाईँको छोरी जस्तो होइन र मलाई छोरी सम्झिनुहोस् न। अच्छा आन्टी, राजले मलाई अन्तिम अवस्थामा ऋतु मेरो आमाको हेरविचार गरिदियो है भनेर मेरै काखमा अन्तिम सास गएको हो नि। आन्टी नहोस्, म छु नि त। नानी जाऊ, तिमी बुवाले गाली गर्नुहुन्छ। जाऊ। यहाँ पो यस्ता घर किन बसिरहेको? गाउँमा घर के गर्नुभयो? तपाईँले त मलाई यसरी कहिले नि पिट्नु भएको छैन है? अहिले त अहिलेसम्म कसैले पनि पिटेको छैन। तर यो बुद्धिले किन आफ्नो छोरीलाई यसरी पिटेको होला? यो बुद्धि छोरीलाई यसरी पिट्नु हुँदैन नि। बुवा जाम हिँड्नुहोस्, हामी यस्ता पागलहरूसँग कुरा गरेर साध्य लाग्दैन। जाम। हो नि छोरी।
बाटोमा पनि कति फोहोर र बाटो हिलो बनाएर पानी त्यत्तिकै छोडेका छन्। किन यस्तो गरे होला नि? उफ। होइन, यो नसिकी छोरी एक्लै मस्केर बसेकी छ। कुरो के रहेछ यसो बुझ्नु पर्यो। नानी, कोला 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 कोही छैन। तिमी कोसित गफ गरेर बसेकी, फेरि तिमी त त्यत्तिकै झस्क्यौ। कोहीसँग नि होइन हजुरबुवा, मेरो मुटुसँग कुरा गरेर बसेको। होइन नानी, तिमी के भन्छौ? आफ्नै मनसित कुरा गर्न पनि एकान्त ठाउँ चाहिन्छ र? अनि के गरौँ त हजुरबुवा? घरमा कुरा गरौँ भने मेरो मुटु मसँग बोल्नै मान्नुहुन्न। त्यही भएर यसरी बाहिर आएर आफ्नो मुटुसँग गफ गरेर बसिरहेको हजुरबुवा। खै के भनेको? मैले त तिम्रो कुरा बुझ्नै सकिनँ। छोडिदिनुहोस् मेरो कुरा। अनि हजुरबुवा, हजुरआमा बित्नु भएको कति समय भयो? भयो नानी, 2 वर्ष हुन लाग्यो। समय बितेको पत्तै नहुने रहेछ। हजुरबुवा, आफ्नो मान्छेको धेरै याद आउँछ होला नि है, मरेर गए पनि? आउँछ नि नानी, जति बेला पनि मेरो बुढी मेरो आँखामा घुमिरहेकी हुन्छ। कति अभागी रहेछु म। ऊभन्दा अहिले बरु यहीँ जान पाएको भए कति सन्तोक हुन्थ्यो। के गर्नु नानी, कोही मरेका राडी आमालाई सबैले माया गर्दा रहेछन्। स्वास्नी मरेर म जस्तो राडो भएको बाउलाई सबैले हेला गर्दा रहेछन्। त्यही भएर म त भन्छु, बुढीको काखमा मर्ने दाजुभाइहरू सबै भाग्यमानी हुँदा रहेछन्। म त कसरी काल पर्खिनु भनेर बसिरहेको छु। कसरी काल पर्खौँ जस्तो भएको छ नानी। काल पनि भन्ने बित्तिकै नआउने रहेछ। सधैँभरि छोराबुहारीलाई गाह्रो भएर कति बाँच्नु। हजुरबुवा, हजुर यसरी नरुनुहोस्। हजुर आमाले छोडेर जानु भए पनि हजुर आमाको आत्मा त सधैँ हजुरसँगै हुन्छ होला नि, होइन? किन यसरी रुनुहुन्छ? एकचोटि आँखा चिम्म गरेर सम्झिनुहोस् त, हजुरआमा अगाडि आइहाल्नुहुन्छ नि। कसरी थाहा भयो नानी तिमीलाई? होइन, मेरो मनमा त्यस्तो लाग्यो, अनि त्यही भएर हजुरलाई भनेको। हजुरलाई त कति धेरै माया गर्नु हुँदो रहेछ नि है हजुरआमाले। हो नि नानी, मेरी बुढी जब जब मलाई छोरा बुहारीले वचन लाउँछन्, मेरो आँखा अगाडि बुढो भिर नगर्नुहोस् भन्दै आउँछ। उसकै यादमा, उसकै कल्पनामा त बाँचिरहेको छु नि। यो त मेरो भ्रम मात्र होला। उसले कहाँ माया गर्छ र? यदि उसले मलाई पनि माया गर्थ्यो भने त मलाई एक्लै छोडेर किन जान्थी र? मलाई पनि साथमा लान्थी होली नि नानी। त्यही माया नगरेर त एक्लै पारेर गई। उसकै यादमा, उसकै कल्पनामा त बाँचिरहेको छु नि।
मेरो माया लाग्ने भए त मलाई एक्लै छोडेर किन जान्थी र? मलाई पनि साथमै लगिहाल्थी होला नि है। सोच्यो भने छोरा मान्छेलाई नि गाह्रो छ बा। गएँ म त, फेरि बुहारीले कराउन थाल्छ। ल नानी, छोरो, मेरो छोरा। नरुनु भनेको तँ किन आत्तिरहेको? म छैन। तँलाई म के भनौँ भाइ, कसरी भनौँ? मेरो जीवनमा मैले सोच्दै नसोचेको घटना घट्यो। अब म कसको लागि बाँच्छौँ, को भनेर बाँच्छौँ? अब म बाँचेर पनि के काम भाइ? यो धरतीलाई बोझ मात्रै भयो। यसरी हरेस खाएर हुँदैन कर्म। तिम्रो छोरा बो देशको लागि मरेर गयो, तिम्रो बुढो त फर्केर आइहाल्छ नि। कर्म, सामाजिक सञ्जालतिर हेर त, कयौँ वर्ष हराएको मान्छे त फर्केर आउँछ, तेरो बुढो त फर्केर आइहाल्छ नि। किन आत्तिरहेको? नरुनु भनेको म छु नि। कसैको लागि बाँध्ने होइन, आफ्नो लागि आफै बाँध्नुपर्छ। कर्म, माथिबाट जे लेखेर पठाएको हुन्छ नि त्यो मान्छेले भोग्नै पर्छ। बा, के भयो? के भयो? के पनि भएको छैन सबै। नुन खाएको कुखुरा जस्तै झोक्राएर बसेको छौ त। होइन नानी, त्यस्तो के पनि के भन्नु के नभन्नु, म त पागल हुन लागिसकेँ छोरी। कसैले केही भने तिमीलाई? अनि किन अँध्यारो अनुहार पारेर बसेको भन त? मेरो बा यस्तो त होइन। तिमीले भनेको कुरा मैले कहिले नमानेकी छु र? भन न, मानिहाल्छु नि। छोरी, त मलाई खुसी देख्न चाहन्छस् नि छोरी। अब तिमीले के गर्नुपर्छ? फेरि बिहेको कुरा मैले कतिचोटि भन्नु तिमीलाई? भन त, म बिहे गर्दिनँ भनेर। खालि बिहेको कुरा नगर न बा, म तिमीलाई छोडेर कहीँ पनि जाँदिनँ, तिमीसँगै बस्छु। बा, भोलि त्यस्तै दिन आयो भने यो गाउँ छोडेर जाउँला। म तिमीलाई छोडेर बिहा गरेर जान्न बा।